आज हामी मन्दिर घुम्न जाँदैछौँ। अब यो मेरो बुढीको ब्रान्ड न्यू गाडी चढेर जाँदैछौँ, होन्डा हाइब्रिड टुरिङ एसयुभीमा। रिल्याक्स छ। मेरो छोरी पनि रिल्याक्ससँग पछाडि बसिरहेको छ। अब यो जङ्गल बाटो पार गरेर एकछिनमा मन्दिर पुगिन्छ। अब यो यस्तो राम्रो देखिरहेको छ। आज त वेदर पनि राम्रो छ, एकदम राम्रो सिनहरू देखिरहेको छ। गाडी पनि क्वाइट रहेछ। अब एकछिन पछि हामी मन्दिर पुग्छौँ। मान्छेहरू बोटहरू पनि लिएर हिँड्दैछन्। आज वेदर राम्रो छ, चिसो सुरु भइसक्यो। मन्दिर जाने बाटोतिर लाग्यो। मन्दिर जाने बाटो साँघुरो छ। साँघुरो बाटोमा हामी मन्दिरको लागि प्रस्थान गर्यौँ। अब यहाँ चाहिँ मजाले गाउँघरका साना ठुल्ठुला जमिनदारहरूका जस्ता घर छन्। घाँस काट्ने मेसिनहरू पनि चलाउँदैछन् मान्छेहरू। ठुलो लन छ, घाँस काटिरहेको छन्, मिलाएर चटक्क पारेर। ड्यासबोर्डमा गीत बजाउँ भने फेरि युट्युबमा कपिराइट लगाइहाल्छ। के गर्ने अब देखाउन मिलेन। अब यो मेरो छोरी चाहिँ रिल्याक्ससँग पछाडि बसिरहेको छ। हाय गर्न। म पनि क्यामेरामा आउन लाग्यो। हेलो। आज हामी मन्दिर जानलाई सानो ट्रेल जस्तो बाटोमा जाँदैछौँ आनन्दसँग। 3जना फ्यामिली मिलेर जाँदैछौँ आज। बाटो फल कलर पनि राम्रो देखिएको छ यो बाटोमा। मजाले यो पालुवाहरू झर्दैछन्। अब रातो फल कलर देखाएको छ। बिस्तारै जाडो सुरु भयो हुन लागिसक्यो। यहाँ बन्द गरम 3 मिनट बनायो भइसक्यो, 4 हुन लागिसक्यो। हुन्छ एकछिन मन्दिरसम्मै पुग्छ। एकछिन अब कालो ओह्रालो बाटो सुरु भयो। अब यस्तो यहाँ आउँदा त नेपालको बाटो जस्तै फिलिङ लाग्छ, ओह्रालो कालो। अब ओह्रालो बाटो सुरु भयो। यस्तो गाडी देखाउनु न बाटो कस्तो लाग्छ भनेपछि बाटोलाई फोकस गर्ने हो नि। अब हामी छिट्टै नै मन्दिर चाहिँ पुगिन्छ।
चर्च पनि खोलिरहेछ कम्पिटिसनमा। हाम्रो मन्दिर आउनु अगाडि चर्चको ठुलो जग्गा जमिन छ। आफ्नो ठुलो घरहरू यसरी कम्पाउन्ड गरेर मजाले राखेको छ, लन मेन्टेन गरेर। अब हामी राउन्ड एबाउटमा इन्टर गर्दैछौँ। त्यसपछि छिट्टै नै हाम्रो नेपाली हिन्दू बुद्ध मन्दिरमा आउँदैछौँ हामीहरू। अब यो राउन्ड एबाउटमा हामी इन्टर गऱ्यौँ। यसमा चाहिँ म एकदम हामी इन्टर गरेपछि हामी पहिला जाने हो के अरे? भित्र सके हामी जब भित्र बस किप कन्टिन्यू। अब यो राउन्ड एबाउटमा मजाले हामी हाम्रो एक्जिट। अब मन्दिरको गेट प्रवेशद्वार चाहिँ अब 1 मिनेटभित्रमै आइपुग्छ। मजाले शान्त ठाउँमा। डेभलप भइसकेको छ नि त है नेपालको। अहिले नेपाली मन्दिर चाहिँ अहिले मजाले डेभलप भइरहेको छ। बाटो 2 लाइन बनाउनु पर्ने हो कि है? एकै लाइन बनाएछन्। बिरुवाहरू रोपे कोही छैन होला आज। सबै रुख काटेर फालेछन् त है। केट सेट भत्काए है। होइन यताबाट हो, घुम्न त परिन्छ। कमिङ सुन के यो हाम्रो हिन्दू बुद्ध मन्दिरको एक्जिस्टिङ बिल्डिङ चाहिँ यो हो। अब नयाँ मन्दिर चाहिँ बन्दैछ भेरी सुन। भएर हामी आइपुग्यौँ। अब यो हामी मन्दिरको शिवजीको मन्दिरमा जाँदैछौँ। यो अगाडि मेरो मिसेस, पछाडि मेरो छोरी। घरमा होला नि मन्दिरमा यो साँढे पनि इस्टाब्लिस गरेको छ। मन्दिर चाहिँ अहिले ढोका लगाएको छ। म चाहिँ तपाईँलाई मन्दिरको वरिपरि देखाउँदैछु। हिन्दू बुद्ध मन्दिरमा बुद्धको गुम्बा पनि यहाँ स्थापना गरेको छ। यो बाल्टिमोर म्यारिल्यान्डमा पर्छ। अहिले त कोही ध्यान गर्ने मान्छे पनि छैनन् जस्तो छ। तर बिहान बेलुका ध्यान गर्ने बेलामा चाहिँ यहाँ मान्छेहरू भिड हुन्छ। आज चाहिँ हाम्रो तिहारको हलिडेले गर्दा पनि सबै मान्छे व्यस्त भएर होला आज धेरै मान्छेहरू छैनन्। यो हाम्रो तलाउ अहिले विन्टरको लागि खाली गरिएको छ। समरमा यो चाहिँ तलाउ पुरै भरिन्छ। सायद नयाँ कन्स्ट्रक्सनको लागि पनि होला। माथितिर जाँदैछु मन्दिरमा। प्रस्तावित मन्दिरको मुख्य पुरानो एक्जिस्टिङ बिल्डिङमा म जाँदैछु।
हवन कुण्ड भनेर देवीस्थान मार्ग भनेर यसलाई नामाकरण पनि गरिएको छ। यो हाम्रो हिन्दू बुद्ध मन्दिरको प्रशस्त जग्गा जमिन पनि छ। हाम्रो यसको पछाडिपट्टि यहाँ खेतीपाती पनि गरिएको छ।